म प्रेममा जीवनको पहिलो पटक र मलाई थाहा छ यो के भएको चाहे म जता जाउँ उसकै हारले मलाई सताउँछ यो के भएको ल गाइजहरू आज हामी सोयसानतिर आउँदैछौँ। हामी आजको 1.5 घन्टाको सट हाइक हुनेछ। कोरियाको यो छुसकको बेलामा चाहिँ हिजोसम्म पानी पर्यो, आज बल्ल यो घाम लागिसकेपछि हाम्रो सुरेन्द्रजीको साथमा हामी जाँदैछौँ सोयसान पहाड चढ्नु। एकदम खुसी लाग्यो सर, एकदम रमाइलो गर्नुपर्छ आज सर। यो 5 दाङ्गेमा कसरी पुग्नुभयो रहस्य सुनौँ न। फाइनली हामी दुवैजना 5 दाङ्गेमा छौँ है अहिले। ल हाम्रो 3 जना भाइहरू चाहिँ उता अगाडितिर हुनुहुन्छ, साथीहरू होइन, दाजुभाइहरू अगाडि। अहिले चाहिँ उहाँहरू अगाडि हुनुहुन्छ, जब उकालो आउँछ अनि हामी चाहिँ अगाडि हुन्छौँ होला जस्तो लाग्छ। हामी किन दुब्लो दुब्लो छौँ। सोयसानको यो पहाड चढ्ने गेटमा चाहिँ छिर्यौँ है त। महेशजी के छ, एकदम कस्तो फिल हुँदैछ? एकदम रमाइलो। आज हजुरहरूलाई भेटेर फर्स्ट टाइम भेटेँ तपाईँसँग, लाग्छ। निकै रमाइलो मान्छे हुनुहुँदो रहेछ होइन। हाम्रो पाण्डेजी चाहिँ अब कहिले आइदिन भन्नुभएको थियो पहिला, अस्ति नै ल्याउँदा, लास्ट टाइम ल्याउँदा फेरि ल्याइयो हेर्नु हामीले। लिनु भएन ओ अब आज कम्तीमा नि क्यालोरी 2000 क्यालोरी चाहिँ बर्न गर्नुपर्छ। पहिला हरिदाई हामीसँग यतातिर आउँथ्यौँ, हरिदालाई पनि सम्झिरहौँ। त्यतातिर खोला हेर्नु त, ओहो यस्तो मजाको कल कल खोला बगिरह। साथीभाइहरू कता हराउनु भयो? हजुर हामी यहाँ फोटो सेसन गर्दै थियौँ हो, तपाईँहरू पनि हराउनु भयो। राधे 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 राधे। यो हो नि त, यो गुरु शङ्कराचार्यजीका शिष्य हो नि क्या होला सायद। कस्तो व्यवस्थित तरिकाको बनाइदिएको छ यहाँ आँखा है साथीभाइहरू। ल एकचोटि आउनै पर्ने यो सोयसान है त। सोयसान स्टेसनमा झरिसकेपछि सिधै यता आउनु सकिन्छ। ल हेर्नु त कस्तो दामी छ। ओ माई गड, झर्ना हेर्नु, झर्ना यस्तो दामी झर्ना छ है यहाँ। अब फोटो खिच्नु पर्छ, ग्रुप फोटो। ल यहाँ चाहिँ गुम्बा छ, बौद्ध गुम्बा होइन, मोमबत्तीहरू बाल्नको लागि पनि यहाँ एलाउड रहेछ होइन। कस्तो राम्रो देखेको यो झर्ना यार। यतातिर पनि कस्तो राम्रो झर्ना झरिरहेको छ। वाउ, ठाउँ चाहिँ छ है त। अहिले हामी यहाँ छौँ, यहाँबाट यता गएर ओ माथि त्यहाँ पुग्छौँ। त्यहाँबाट फेरि झर्दै आएर फेरि यता आएर ठ्याक्कै यहाँ आइपुग्छौँ। यताबाट फेरि जान्छौँ है त। ल अब चाहिँ हामी हजुर हो त, यति नै हो, 1.5 किलोमिटर यति नै हामी हिँड्ने, खासै धेरै छैन। अब उकालो सुरु भयो यहाँबाट। अब 1 घन्टा त हामी हिँड्नुपर्छ उकालो, अनि बल्ल मजा हुन्छ। हेरौँ सुरेन्द्रजी, हेरौँ यता। फोटो खिच्ने हो नि त यहाँ। ल फोटो खिच्नु। ल कस्तो चिसो है। ल हेर्नु साथीहरू, यतातिर यस्तो दामी छ। बौद्धम शरणम गच्छामि। यहाँ चाहिँ बौद्धका मूर्तिहरू छन्। यहाँ धुपबत्ती बाल्ने, मोमबत्ती बाल्ने र पितृ पूजा गर्ने। यो छुसकको बेलामा चाहिँ थ्याङ्क गिभिङ डे भन्दा मनाइन्छ नि त। साउथ कोरियामा पनि छुसकको बेलामा चाहिँ आफ्नो पितृहरूलाई, पुर्खाहरूलाई सम्झेर चाहिँ बुद्ध धर्मावलम्बीहरूले यहाँ आएर मोमबत्ती बाल्ने होइन, पितृहरूलाई जय जयकार गर्ने सम्झिने कार्यक्रम चाहिँ हुँदो रहेछ होइन। नेपालमा पनि हुन्छ नि त। ल यस्तो ठाउँमा हामी आइपुगिसकेको छौँ आज। एकदमै रमाइलो छ ठाउँ, बवाल छ है। वाउ,
यहाँ पानी भरौँ, पानी भर्ने व्यवस्था रहेछ यहाँ। यस्तो बिग्न उकालो छ कि यहाँ, यति उकालो छ भन्ने कुरो चाहिँ। ल हेर्नु साथीहरू, यस्तो उकालोमा हाम्रो पाण्डेजी तलै बसेको नि, चढ्न नसकेको छ। अहिले आउँदैछन्। यहाँ हामी त फेरि छ। ल अब एकछिन हामी यहाँ रेस्ट गर्नुपर्ने भयो साथीहरूलाई पनि पर्खेर। यति पसिना, लगभग आधा बाटो हिँड्दा नि पसिनाले भिजिसक्यो। अलि माथि एक डाँडामा यति रमाइलो छ त्यहाँ डाँडामा, सबै डाँडामा रमाइरह अहिले। पाण्डेजीले बोलाउँ न। हिँड्दै ओ पाण्डेजी आउनु। Yes, I'll see you, yes. I'll see you, yes. Jai Shambho. Hey, Radhe. Cheers. खतरा दौडियो पाण्डेजी, अहिले खतरा दौडिनु भयो पाण्डेजी। बसौँ ल यहाँ। यस्तै रमाइलो हुँदैछ है साथीभाइ। घरबाट निस्केर जङ्गलतिर आएपछि रमाइलोको मजा यस्तो छ। प्राकृतिक सुन्दरता यहाँनिर। हाम्रो गाइड पर्सन मिस्टर विजय पान्तजी, कस्तो छ तपाईँको अनुभव सेयर गर्नुहोस् न। त्यो कोरियनको एउटा भनाइ छ कोरियन भाषामा, हिमदुल्जी मान छेमे सयो। वाउ फाक्सो हैन, ओदाङ्गेको पारा आयो नि यहाँ। साथीहरू चाहिँ 5 जना छौँ। एकदम साथी बिस्तारै उक्लिँदै हुनुहुन्छ उहाँ चाहिँ। गाह्रो भए तापनि रमाइलो भएर गफ गर्दै यो उकालो चाहिँ हामीलाई केही भएन। उकालो हामी अझै 10 किलोमिटरै पनि पार गर्न तयार छौँ। बाँकी पनि छ अझै लगभग 5 किलोमिटर त हाम्रो बाँकी नै छ। एकदम रमाइलो भयो। ल के छ हाम्रो महेश सर, यति रमाइलो मान्छे उहाँ त गिरिश खतिवटाको झल्का आउने के ऱ्यापरहरू हुन्छ नि हाम्रो। यति मान्छे पावर उहाँको चाहिँ। अघि उहाँको देउ सचतको तिम्रो लागिरहन्छ हलचल देखेर वर्णन गर्न। तिम्रो सकियो है त। के छ, कस्तो लागिरहेको छ? एकदम रमाइलो। सुसकको बिदामा हामी भेटघाट भयो। सुसक बिदामा नयाँ सरहरूसँग भेट भयो, फेरि खुसी लागेको छ। हाम्रो मेन मान्छे होइन, पोइन्ट टु बी नोटेड, हाम्रो मिस्टर सुरेन्द्र विष्ट सँगसँगै हाम्रो पनि उहाँ। एकदम खुसी लागिरहेको छ तपाईँहरूको साथमा। अनि कोरियनमा के जाओस् न भन्नु, तपाईँहरूसँग यस्तो यो सोयासानको 10वटा नोरे त मन लाग्यो। तपाईँ विजय सरले भने जस्तो ल फाइनली हामी सुएसानको टप आइपुग्यौँ। सुरेन्द्र सिंह, कस्तो फिल भइरहेको छ भनिदिनुहोस् जनताहरूलाई। तर डर लाग्यो नि तलबाट हेर्दाखेरि। एक्साइटेड छु म, यो बहुत एक्साइटेड छु। अझै झन् खुसी लाग्छ। अब मनासले हिमाल चढ्नुपर्छ सर नेपालमा। हेलो महेशजी, कस्तो लाग्दैछ? उसको त चाल गरिने चाल बबाल हुन्छ हाल नगरे माछा माल किताब खोली पढ्न बस्छ उसको तब उसको भित्री मुटु छुन्छ किन हो मातिन्छ किन हो सिके नाच्छ डब्लु डे अन्डरस्ट्यान्ड सिज द बाम। म प्रेममा जीवनको पहिलो पटक र मलाई थाहा छ यो के भएको म जता जाउँ उसकै हारले मलाई सदा आउँछ यो के भएको। हान्दिनु अब दामी दामी। ल साथीहरूले यस्तो राम्रो चाहिँ गीत गायो कि गिरीश खतिवडा होइन कि होइन, उहाँ हाम्रो महेशजीलाई चाहिँ हेर्दाखेरि फर्स्ट टाइम भेट्दाखेरि गिरीश खतिवडा दाइकै झल्को लागेर
अनि कुरा निकालेको गीत पनि राम्रो गाउनु हुँदो रहेछ उसले गायो होला नि सुदिन पोखरेलले हैन होइन गिरिश खोज्यूले खै गीतले कसले गायो यो त थाहा होइन तर यो गीत चाहिँ राम्रो छ है त्यो पहिलाको पपुलर गीत हो तिमीले सुन्याको कुरा हो मैले सुन्याको कुरा हो गाउँ घरमा तिम्रो मेरो हल्ला चल्याको कुरा हो झ्याम्मा झ्याम्मा हो झ्याम्मा झ्याम्मा यति हो यसो अरू ल है यसरी हामी झ्याम्मा झ्याम्मा यहाँ गीत गाउँदै ऱ्याप गाउँदै रमाइलो गर्दै यो टुप्पोमा आयौँ र हाम्रो पाण्डेजी चाहिँ यतातिर सुतिरहनु भएको छ के छ जनता जानु चाहन्छ के हो यहाँ डराइ शीतल छ नि आता घटेको बढ्यो मार्केट आज घटे हो सन्जो कोइराला त मार्केट बढ्छ भन्दै थियो त यहाँ अस्ति यहाँ कार्यक्रममा आउँदाखेरि सन्जो कोइराला यहाँ नि सन्जो कोइराला ल हामी चाहिँ खाजा खाने कार्यक्रम भइरहेको छ यतातिर हामी केरा खाँदैछौँ कटुस छ केरा छ जङ्गलमा आएर केरा हान्छ ल हेर्नुहोस् कस्तो मिठो मिठो कप्पा कटुस मात्रै हैन सर तपाईको मेहनत तपाईको माया हो नि तपाईको कला पनि हो के कला हो यहाँ माया प्रेम सद्भाव सबै छ यसमा मेरो कला मिसिया त्यहाँ कला मेहनत सद्भाव माया सबै के भन्नु छ पाण्डेजी परल पनि यहाँ आएर फर्केको परल पनि यहाँ आएको पोसाल पनि यहाँ आथिमा ओइ भाइ जेन्जी भाइहरु के छ ठीक छ त ल ल जाऊ धेरै हैन जेन्जी त यहाँबाट छ त मेन जेन्जी भाइ त यहाँ हो यहाँ ल हाम्रो जेन्जी भाइहरु आउँछ ल ल केटा हो जाउँ अगाडि अलिकति छ अब अलिकति यी बुनमा लास्टै छ क्या यो भर्याङ यति ठाडो उकालो छ कि साथीहरू अघि हामी यहाँ चढ्दाखेरि यहाँनिर रेस्ट गरेको थियौँ